हेलो एन्ड नमस्ते टु यु अल वन्स अगेन। आज हामी गर्न गइरहेका छौँ सेयर फर फ्युचरको क्वेसन नम्बर 1 मा रहेको 2079 सालमा सोधिएको यो प्रश्न। पहिला बुझौँ हामी फर फ्युचर भनेको के हो। फर फ्युचर भनेको कुनै पनि कम्पनीले इस्यु गर्दा उसले एप्लिकेसन, एलोटमेन्ट र फर्स्ट एन्ड फाइनल कल 3 भागमा लिने गर्दछ। कहिलेकाहीँ के हुन्छ भन्दाखेरि कसै व्यक्तिले एप्लिकेसन दिन भ्याउँछ, एलोटमेन्ट दिन भ्याउँछ, तर फर्स्ट एन्ड फाइनल कल दिन भ्याउँदैन र उसले कम्पनीले धेरै प्रयास गरेर उसले माग्दाखेरि पनि उसले नदिँदा कारण कम्पनीले उसँग भएको सेयरहरू फरफिचर गर्छ। फरफिचर भनेको के हो? फरफिचर गर्नु भनेको त्यो यसको अर्को अर्थ रहेको छ जफत गर्नु। जफत गर्नु भन्नाले सेयरहरू उसको जो अनरसिप भएको सेयरहरू उसको अनरसिपबाट हटाएर उसलाई पुनः निष्कासन गर्नलाई प्रोसेसलाई नै फरफिचर भनिन्छ। ल अब सुरु गरौँ यो प्रश्न सुरु गर्नुभन्दा अगाडि यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने चाहिँ यो च्यानललाई सब्सक्राइब गरी कमेन्टमा मोर भनेर लेख्नु होला। अब सुरु गरौँ, ढिलो नगरेर अब यो प्रश्न सुरु गरौँ। फर्स्ट अफ अल यो क्वेसनले भन्न खोजेको के छ यो बुझौँ। एउटा कम्पनी जसले 10,000 सेयर निष्कासन गरेको थियो, केमा? प्रिमियममा। त्यहाँबाट एप्लिकेसनमा 20 रुपियाँको दर, एलोटमेन्टमा 50 रुपियाँको दर, फर्स्ट एन्ड फाइनल कलमा 40 रुपियाँको दर र अल एप्लिकेसन वेयर रिसिप्ड 15,000। देयर वेयर एलोटेड अन प्रो डाटा बेसिस 12,000 सेयर लाइभ। 12,000 सेयरको एप्लिकेसन जो छ नि त्यसलाई प्रो डाटा बेसिसमा बाँड्यो र 3,000 भएकोलाई रिजेक्ट गरिदियो। दिन कम्पनीले इस्यु गरेको 10,000, उनीहरूलाई प्रो डाटामा जस्तै 10,000 सेयरलाई 12,000मा बाँडिदियो, तर 3,000लाई केही पनि दिएन। त्यो 3,000को पैसा रिफन्डेड गरियो। एक्सेस मनी पेड अन एप्लिकेसन वेयर युटिलाइज टुवर्ड्स यससँग भएको 2,000को सेयरको एक्स्ट्रा पैसा छ त्यसलाई एलोटमेन्टमा एडजस्ट गर्यो र सेयर होल्डर होल्डिङ 500 सेयर्स फेल टु पे कल मनी। 500 सेयर भएकोले उसले पैसा दिन सकेन, फेल टु पे फर्स्ट एन्ड फाइनल कल। अनि हिन्स सेयर वेयर फर फ्युचर, त्यसैले उसको सेयर उसले पैसा नतिर्नको कारण उसको सेयर जफत गरियो। ल यसको हामी एन्ट्री सुरु गरौँ। यसको एन्ट्री दुई किसिमले बनाउन सकिन्छ। एउटा सुरुबाट जो हिजो हामीले पढेको थियौँ, जो इस्यु अफ सेयरको द्वाराबाट पनि गर्न सकिन्छ, त्यो नगरेर एलोटमेन्टबाट बनाउँदा पनि हुन्छ है। हामी आज सुरुबाट एलोटमेन्टबाटै बनाऊँ। सेयर एलोटमेन्ट अकाउन्ट डेबिट। सेयर एलोटमेन्ट अकाउन्ट कम्पनीले इस्यु गरेको त 10,000 मात्रै हो, त्यो 10,000। तर यहाँ के भनेको छ? 10% प्रिमियम भनेको मैले हिजो भनेको थिएँ। यसमा प्रिमियम डिस्काउन्ट जे भनेछ तर यहाँ मेन्सन गरेको छैन भने पनि यसमै हुन्छ। यो के भने 10% प्रिमियम, यसमा यो 40 रुपियाँ एलोटमेन्टको दर प्लस यसमा 10 रुपियाँ गरेर 100को 10% 10 रुपियाँ नै हुन्छ। त्यसैले यसको 10 रुपियाँ यसमा एड गरेर यो 50 भएको हो। अब प्रिमियम कहिले पनि क्रेडिटमा हुन्छ, त्यसैले यसमा केही गर्नु पर्दैन, यसमा 50 को 50 लेख्ने। यसमा हुन्छ 5 लाख। अब 2 सेयर क्यापिटल भन्नाले अब यो खास मूल्य, आखिर मूल्य, खास मूल्य यसको कति हो? प्रिमियम नजोडेर के खास मूल्य कति हो? 40 हो, किनभने 10 रुपियाँ प्रिमियम हो। त्यसैले यसमा कति हुने भयो? 4 लाख। ल 2 सेयर प्रिमियम कति हुने भयो? 10 रुपियाँको दरले 10 कति हुने भयो? 1 लाख हुने भयो। 1 लाख रुपियाँ प्रिमियम, 4 लाख रुपियाँ ऊ हुने भयो। सेयर क्यापिटल असल मूल्य पाउने 4 लाख हो। बिइङ सेयर एलोटमेन्ट मनी ड्यू। अर्को एन्ट्रीमा जाउँ, ब्याङ्क अकाउन्ट। अब रिसिभ एन्ट्री बनाउनुपर्छ। ब्याङ्क अकाउन्ट डेबिट कति हो? ब्याङ्क अकाउन्टमा आएको एलोटमेन्टसँगै आउँछ है। उसमा जस्तै डिस्काउन्ट भएपछि, डिस्काउन्टमा जो पैसा हुन्छ नि, त्यो डिस्काउन्ट भएपछि जो यो सेयर एलोटमेन्ट भनेर हामीले राखेका हुन्छौँ नि, हो यसमा भएको पैसा आउँछ। डिस्काउन्ट भएपछि घटाएर प्रिमियम भएपछि एड गरेर नै आउँछ है, माइनस। अब यहाँ हामीले एउटा कुरा हेरौँ,
यहाँ क्वेसनमा के भनेको छ भने चाहिँ प्रोराटा 2000 सेयर प्रोराटा छ हो, त्यसलाई यहाँ हामीले घटाउनुपर्छ किनभने उनीहरूको पैसा यहाँ अगाडिदेखि उनीहरूले तिरिसकेका छन्, उनीहरू फेरि त तिर्दैनन्, त्यसैले घटाउनुपर्छ है। एलटमेन्ट अकाउन्ट कति रुपियाँ घटाउने 2000 सेयर एक्सिस हो किनभने 12000 रुपियाँ 10,000 सेयरलाई 12000 दिएको हो, 2000 मतलब 10 माइनस 12 2000 एक्सिस हो इन्टु कति रुपियाँ दरले फर्स्टमा एप्लिकेसनको दर कति 20 रुपियाँका दरले दिएको हो। 2 to the 4 40,000 भन्नाले 4,60,000 आयो। 2 सेयर एलोटमेन्ट अकाउन्ट अब यो जति छ त्यही लेख्ने 5 लाख हो। सेयर एलोटमेन्ट माथि हेर्दाखेरि 5 लाख यो यहाँ डेबिट भयो यहाँ क्रेडिट गर्ने के त्यही हो फरक, यति बुझे भइहाल्यो हजुरले। बिङ सेयर एलोटमेन्ट मनी एलोटमेन्ट मनी RECEI received after adjusting digits सर्ट फर्म एजी लेख्दा हुन्छ एडजस्टिङ सेयर एलोटमेन्ट। ल अब हामी फर्स्ट एन्ड फाइनल कलको एन्ट्री बनाऊ। सेयर एफ कल अकाउन्ट डेबिट यस्तो लेखे पनि हुन्छ त्यसरी नलेखे पनि हुन्छ। अब हामी बनाऊ यसको रेट कति छ फर्स्ट एन्ड फाइनल कलको 40 रुपियाँ भएको कारणले 40 भन्नाले 4 लाख। अब 2 सेयर क्यापिटल अकाउन्ट क्रेडिट यसको पनि 4 लाख। यसको न्यारेसन के हुन्छ बिङ सेयर एफ कल मनी ड्यू किनभने रिसिभ भनेपछि ब्याङ्क अकाउन्ट आउँछ, यो ड्यू एन्ट्री हो। कहिले पनि यतातिर हजुरलाई ठिक लाग्छ भने एबी भनेर मेन्सन गरिदिनु ल, बुझ्न सजिलो हुन्छ। मैले खास त्यसरी लेखेन, लिनु अब लेखिदिएँ। अब ब्याङ्क अकाउन्ट डेबिट ब्याङ्क अकाउन्ट डेबिट कति छ 4 लाख 1 2 3। अब यसमा कल्स इन एरियर भएपछि घटाउनुपर्छ। हामीले हिजो एडभान्सवाला एन्ट्री गरेका थियौँ, एडभान्सवाला एन्ट्रीमा के थियो जोड्ने थियो, तर यहाँ कल्स इन एरियर भनिएको छ 500 अ सेयर होल्डर होल्डिङ 502 फेल टु पे फर्स्ट एन्ड फाइनल कल मनी हो, त्यसैले 500 सेयर भएका हालले उसले तिर्न भ्याएन सकेन, त्यसैले उसको सेयर जफत भइरहेको हो, त्यही हो। अब के गर्नु पर्यो भन्दाखेरि कल्स इन एरियर कति 500 इन्टु के दिन सकेन 40 रुपियाँ फर्स्ट एन्ड फाइनल कल 5 4 जा 20 20,000 3,80,000। 2 सेयर एफ कल अकाउन्ट अब यसको जति छ त्यति यो छ, दुइटै जोडेर जति आउँछ त्यति लेख्दा पनि भयो। अब यसको के हुन्छ बिङ सेयर एफ कल मनी रिसिभ आफ्टर एडिजे एडजस्टिङ एजी भने एडजस्ट सर्ट फर्म है बुझिहाल्नु होला, एडजस्टिङ कल्स इन एरियर लिनु। अब यसको अब यो भनेको फर्फिचर गरेको एन्ट्री हो, फर्फिचर गरेको एन्ट्री है। फर्फिचर गर्नुभन्दा अगाडि के लेख्छन् भन्दाखेरि सेयर क्यापिटल असल मूल्य कति हो उसको जो उसले सेयर इस्यु गर्यो कति जति सेयर कल्स इन एरियर हुन्छ उतिबाट गर्नुपर्छ है इन्टु असल मूल्य त 100 रुपियाँ हो 100 रुपियाँ लेख्ने। 2 अब के भने चाहिँ कल्स इन एरियर कति भयो 500 इन्टु कल्स इन एरियर कति हो 40 रुपियाँ 40 हो, यो घटाउने कल्स इन एरियर कति हुन्छ भन्दाखेरि 5 4 जा 20 20,000 कल्स इन एरियर। ल अब सेयर फर्फिचर FORFITURE फर्फिचर कति ल हेर्न यसको सेयर क्यापिटलको यसको असल मूल्य 100 थियो 40 रुपियाँ उसले तिरेन मतलब कति तिर्यो उसले 60 रुपियाँ तिर्यो 60 6 5 जा 30 30,000 रुपियाँ उसले तिर्यो। यसको 50 बिङ सेयर फर्फिचर ड्यू टु नन पेमेन्ट
अफ सेयर यति लेख्दा पनि हुन्छ, अझ लम्काएर लेख्दा पनि हुन्छ। हजुरले यो चाहिँ आफ्नो अन वर्डमा लेख्दा पनि हुन्छ, त्यस्तो केही हुन्न। ल यो भयो। अब अर्को क्वेसन यस्तै अरू क्वेसनहरूमा धेरै क्वेसनमा भनेको छ, यसमा त्यति भनेको छैन। हामी अर्को आउँदा क्वेसनमा हल्का उ गरेर अर्कोवाला एन्ट्री लेख्नेछौँ। जस्तै यो हेर्नुहोस्, यो 2 नम्बरमा सोधिएको छ, अ कम्पनी रिसिभ फर्फिचर 400 सेयर 100 नन पेमेन्ट अफ कल मनी 40 रुपियाँको 10 सेयर फर्फिचर 300 लाई रिइस्यु गर्यो हो। यो रिइस्युवाला एन्ट्री रिइस्युवाला एन्ट्री हामी भोलि गर्नेछौँ। आजको लागि यति नै। अझ यस्तै भिडियो चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। हस्त धन्यवाद।